तपाईँले चाहिँ भन्नुपर्थ्यो क्या पैसा छैन मसँग मलाई खानु दिनुहोस् मलाई भोक लाग्यो भनेको भए म फ्रीमा दिइहाल्थेँ नि तपाईँले नै पैसा नभई सुरुमा चाहिँ अनि पहिला माग्ने अनि त्यसपछि अहिले लास्टमा चाहिँ छैन भनेर हिँड्नु लाज हुँदैन तपाईँलाई लु दिनु न पैसा दिनु तपाईँ जानु अरू कुरै भएन नि मलाई त खाएको पैसा दिनु जानु तपाईँ अनि त्यही त अनि छोरा मान्छे यार लाज हुँदैन तपाईँलाई यार यत्रो कहाँ बस्छ तपाईँ यहाँ सोल्टी मोड यता भयो त यता हो त सोल्टी मोड तपाईँको आफन्त को छ भन्नु त हावा तालमा यार तपाईँको आफन्त चाहिँ को छ यहाँ भन्नु न दिदी कहाँ छ भन्नु त कहाँ कबाडी उहाँ पर कबाडी त्यहाँदेखि उतापट्टि छ लु तपाईँको दिदीकोमा हिँड्नु सरासरी म जान्छु हो त्यहीँ छ होइन त दिदी अनि तपाईँलाई अनि किन ढाँटेर खाएको त तपाईँले भन्नु त अनि 20-30 भनेर भने त खाएपछि त दिनु पऱ्यो नि त यो मैले भाडा यत्रो कसरी तिर्ने 70 रुपियाँ पैसा काँड आउँछ मलाई ल भन्नु त त्यो हुन्छ कि भनेर गर्नु त्यही पनि यदि 70 रुपियाँ नै तपाईँले खाइदिएर हिँडिसकेपछि काँड हुन्छ मलाई ल फाइदा ल भन्नु त भन्नु न ल बिहा स्याज होइन लु तपाईँलाई धर्मै भयो होइन एकचोटिलाई आइन्दा तपाईँलाई देख्यो भने म राम्रो लाग्दैन है फेरि फिक्स हो अब कहाँ जान्छ 70 रुपियाँको लागि तपाईँ म जान्छु घरतिर यदि तपाईँ इमान्दारी हो भने तपाईँ इमान्दारी हो भने भोलि लिएर दिँदा ल ठिकै छ अब भोलि पनि ल्याएर दिँदैन भने तपाईँलाई धर्मै भयो मेरो तर्फबाट ल हो हो पहिला भन्नु पर्थ्यो नि त छैन पैसा भनेको म त्यत्तिकै पनि तपाईँलाई भोक लागेछ भने म एक प्लेट दिइहाल्थेँ नि तपाईँलाई र तपाईँ लास्टै भोक लाएर आउनु भएर छ काको कुल जत्तिकै भएर आउनु भएर तपाईँले ल आजलाई फ्री भयो अब जानेर दिनुभयो भने भइहाल्यो दिनु भएन भने होस् छोडिदिनु ल अब है हो है त अनि नभनेर के गर्नु के अनि दिनु न त पैसा ल छ भने अनि भएन भने तपाईँले खानु क्या होस् है त बुझ्नुभयो नि कुरो इमान्दारी मान्छे भने भोलि लिएर दिनु होइन भने तपाईँ फडाएर छ भनेर म तपाईँलाई है फडाएर छ भनेर म यता देख्नु नपरोस् यो वरिपरि देख्नु पनि नपरोस् देख्यो भने रिस पनि उठ्छ है देखेपछि धर्मै भयो तपाईँले ल ल तपाईँ इमान्दारी भने भोलि लिएर दिनु ल है हुन्छ ल जानुहोस् ल